हेलो गाइज, आज चाहिँ म हाम्रो करेसाबारी देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो सिमी, यो चाहिँ धनिया रेडी हुँदैछ बजारको लागि। एकदम राम्रो छ। अब लगभग 15 दिन जतिमा रेडी हुन्छ बजारको लागि। 15 दिन पनि लाग्दैन। चाहिँ काँक्रा फल्दैछ बिस्तारै। यो र तिते करेला चाहिँ फलिसकेको छ। अब यो पनि रेडी हुँदैछ बजारको लागि। एकदम राम्रो राम्रो फलेको छ। धेरै त छैन हाम्रो करेसाबारीमा, तरकारीहरू थोरै छ तर पनि राम्रो छ। यो चाहिँ फर्सीको मुन्टा, करेलाहरू फुल पनि एकदम फुलेको छ। अब बिस्तारै फल्छ, राम्रो हुन्छ। अनि यसलाई बेच्छौँ। अनि यता काँक्रा फेरि बल्ल फुल्दैछ। अर्ग्यानिक तरकारी गाउँघरको। भान्ता पनि फल्दैछ बिस्तारै, धेरै चाहिँ छैन। यो चाहिँ बजारको लागि होइन, घरै खानको लागि रेडी हुँदैछ। यो चाहिँ सिमीहरू फलिसकेको छ। एकदम अर्ग्यानिक तरकारी। हजुरले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला।